नमस्ते सबैजनालाई। हामी चाहिँ अहिले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूलाई छोटो समयमा 3.5 या 4 घण्टाको समयमा तराईका जिल्लाहरूलाई जोड्ने सडकमा छौँ अहिले। विशेष गरी अछाम र बाजुराका जनताहरूलाई एक दिनको यात्रा गरी धनगढी पुगिन्थ्यो भने अब केही वर्षपछि हामी यो सडक सुचारू भएको देख्नेछौँ र 3.5 या 4 घण्टाको अवधिमा हामी धनगढी पुग्नेछौँ भन्ने हामीलाई आश छ। यो सडक अछाम, लोडे, चैनपुर, ताक्लाकोट हुँदै लम्की, बौलिया हुँदै धनगढी जोडिन्छ। विशेष गरी अछाम र बाजुराबाट तत्कालै भएको निर्वाचनबाट निर्वाचित सांसदहरूले पनि यो कुरामा ध्यान जाओस् र हामी जनताहरूले, अछाम र बाजुराका जनताहरूले सजिलैसँग हाम्रो व्यापारिक केन्द्र धनगढीको यात्रा सहजै जान पाओस् भन्ने हाम्रो आश छ। विशेष गरी अब पनि सरकारले पनि यो सुदूरपश्चिमको एकदम दुर्गम क्षेत्र पहाडी जिल्लालाई जोड्नको लागि विशेष ध्यान दिनुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। अहिले निरन्तर काम सुचारू भइरहेको छ। विशेष गरी माथि कन्ट्रक्सनलाई धेरै धन्यवाद। त्यसै गरी विभिन्न कन्ट्रक्सनहरू चाहिँ काम गरिरहेको देखिन्छ। रोड एउटा फराकिलो र एकदमै चिल्लो देखिरहेको छ। रोड खाल्डो खुल्डी नभएको र राम्रो, हेर्दाखेरि पनि एकदमै राम्रो देखिरहेछ। हामी करिब सापेदेखि 12 किलोमिटरको यात्रा गरिरहेका छौँ र यो अनुभवन गर्दा धेरै खुसी लाग्यो, धेरै रमाइलो पनि भयो। हामी घुम्दैछौँ साथीहरूसँग, रमाइलो छ। कृपया मन परे सेयर गर्नुहोला, लाइक पनि गर्नुहोला, कमेन्ट बक्समा